गुड मर्निङ सबैजनालाई मार्फा एप्पल ल्यान्ड होटलमा हिजो बेलुका हामी बसेको थियौँ यो होटलमा मार्फा आएर मुस्ताङमा मम्मी गुड मर्निङ मर्निङ बाबु अब हामी चाहिँ जान आँटेको यता मुक्तिनाथ गुड मर्निङ है ल गुड मर्निङ गाइस गुड मर्निङ मर्निङ कस्तो भयो बेलुका चिसो चिसो तर अब हामी जाउँ होइन अब हामी चिया पानहरू पनि भइसक्यो आन्टी हामी निस्क्यौँ है हजुर भोलि बेलुका अङ्कल भोलि बेलुका निस्किन्छु है ए हस् हजुर म हजुरलाई कल गर्छु हस् ल हामी चाहिँ यहाँबाट बिदाबारी भएर हामी मुस्ताङतर्फ हामी यहाँबाट बिदाबारी भएर हामी मुक्तिनाथतिर अगाडि बढ्नेछौँ हामी हिजो यताबाट आएको अब हामी लाग्दैछौँ मुक्तिनाथतर्फ यता यहाँनिर छ मुस्ताङको मुस्ताङको स्याउ के हो यो लसुन लसुन होइन नि बिउलाई जोगाउनलाई लसुन त्यो स्याउको सुकुटी 1 किलो यो लसुनहरू यस्तो लसुन नि हो सबै फुटिरहेछ त के खालको रहेछ लगेर रोप्ने नि हाम्रो मान्छे माथि सबै हिमालहरू ल जाउँदै होइन चिया भयो नि तपाईँको होइन ल हजुरहरू पनि यता अप्पर मुस्ताङ मुक्तिनाथ आउनु हुँदैछ भने मार्फा एप्पल ल्यान्ड होटल एन्ड स्विट माथि आएर बस्नुभयो भने एकदम राम्रो है रुमहरू हिटरहरू भएको खाना एकदम थकाली सेट राम्रो अनि अङ्कल आन्टीहरू एकदम राम्रो हुन्छ यहाँनिर आएर बस्न सक्नुहुन्छ है त भन्दै अब हामी अगाडि बढ्न चाहन्छौँ मुक्तिनाथतर्फ ल बस्नुहोस् घलेगाउँ त्यो घलेगाउँको जस्तै स्टाइलको के भन्दै त्यो कमन ड्रेसहरू लाउने जम्मै यहाँ जेरी गलीहरू होला के जेरी गली घलेगाउँ होइन यता घलेगाउँको जस्तै होइन उयो हो हिजो हामी गएको के हो त्यस्तै गुरुङ गाउँ ए मार्फा गएको रहेछ नि त्यहाँ निस्किनु पर्छ के भयो छिरेर अनि हिँड्दै घुम्दै घुम्नुपर्छ कि अब मुस्ताङको साइडमा स्याउहरू बजार व्यवस्थापनहरू चाहिँ यस्तो छ मुस्ताङमा हुने रहेछ है बाबु यो त स्याउ त सबै स्याउै मात्रै के भन्दा अझ के हुँदैन नि त यो स्याउकै मात्रै खेती गर्ने मात्रै होला पहिला त कुहिएर जान्थ्यो अहिले माथि बोर्डमा मार्फा छ अरू खेती केही नहुने रहेछ त है आलु हुन्छ यस्तो ठाउँमा नै बाउ बाजे आएरै बसेको होला यो मान्छेहरूको पछि आएर खुत्तै आएर बस्यो हुन् यिनीहरू जम्मै पैसावाला यिनीहरू यहाँ जम्मै व्यवसाय होटेलको पैसावाला यो स्याउले धनी भइहाल्यो नि यहाँ स्याउहरू होटलहरू ल है यो पनि कहिले नआएको ठाउँमा आयो कहिले नआएको ठाउँमा चाहिँ एउटा बुट्टा देख्दा नि रमाइलो लाग्छ क्या होइन त माथि हिमालहरू पहाडहरू दुबईतिर को लेख जाँदाखेरि पनि दुबईतिर नि होस्टै हुँदो रहेछ नानी पहाड यस्तै हुन्छ विदेशतिर पनि बाबु त्यो दुबईको मनी यस्तै हुन्छ कि हामी क्यालिफोर्निया जाँदाखेरि पनि यस्तै बाटो अनि यस्तै पारी यस्तै पहाडहरू यस्तै हिमाल हुन्छ के भयो हिजोको धङधङेले साह्रो पार्दैछ क्या हो म त 5-9 बजी उठेको नि ल हामी चाहिँ मुक्तिनाथतर्फ आउँदै गर्दाखेरि ठ्याक्कै जोमसोम बजारमा आइपुगेको छौँ यो चाहिँ जोमसोमको यहाँ तलतिर देख्न सक्नुहुन्छ जोमसोमको एयरपोर्ट सबै पहाडको बिचमा जोमसोम बजार पछाडि
अगाडि साइडमा केही देखिँदो रहेनछ अगाडिपट्टि देख्न सक्नुहुन्छ हिमालहरू पहाड हिउँ यहाँ तलैसम्म झरिरहेको छ प्लेनहरू चाहिँ यहाँनिर खासै आउँछ होला आउन त फ्लाइटहरू कहिलेकाहीँ हुन्छ फ्लाइटहरू हुँदो रहेछ त्यहाँनिर सानो प्लेन आएको हो कि जान लागिरहेको छ यहाँ तल है रनवे पनि कति धेरै सानो क्या पारिपट्टि पनि गाउँ छ सानो गाउँ यहाँ छेउमै हिमाल एकदम मनै लोभ्याउने छ है ल त्यो प्लेन पनि काठमाडौँ जान आँटेको रहेछ सबै त्यहाँ फ्लाइट उयो फ्लाइट हुँदैछ उयो सानो प्लेन यो चाहिँ जोमसम बजार हामी चाहिँ अलि लेट पनि भयो है बिहान घाम नझुल्किकन आएको भएदेखि सायद अलि राम्रो क्लियर देख्थ्यो होला अहिले चाहिँ घामको टपले पनि राम्रो देखिएको छैन जोमसम नाम मात्रै सुनेको धेरै पहिल्यैदेखि जोमसोमै बजारमा 12 बजे हावा सरर भन्ने गाना सुनेको है अहिले चाहिँ आफै आइपुग्यो भाग्य चान्सले लक्कीले हामी पनि जोसम्म आइपुगेको छौँ अनि यहाँ चाहिँ अहिले एकदम कुल एकदम नाइस छ वेदर है तातो भइरहेछ हामीलाई त तातो लुगा लगाएर आएको एकदम तातो भइरहेछ तर 10 बजे पछाडि चाहिँ एकदम भयङ्कर हावा लाग्छ अरे यो जोसम्म चाहिँ भनेर यहाँको स्थानीय बासिन्दाहरूले भन्नुभएको थियो अहिले चाहिँ हाम्रो बिहानको 8 बजिरहेछ टेक अफ गर्न आँटिरहेछ है त्यो प्लेनले पनि यस्तो पहाडको बिचमा छ र पनि एकदम हेभी हावा चल्छ अरे क्या यहाँ चाहिँ कति आउँछ कति सानो रनवे हो रे ल जोमसमबाट पनि टेक अफ लियो टाटा एयरलाइन्स कस्तो दामी के पहाडको बिच यो प्लेन पनि रोड पो जान्छ कि क्या हो कि माथि हाइट लिएर माथि डाँडाबाट क्रस हुने रहेछ माथि गएपछि हाइट लिला नि त ऊ त्यो डाँडाबाट त्यो कालो डाँडाबाट लिएर ल यो चाहिँ टाटा एयरलाइन्स 7 जना 12 जना अट्छ होला यसमा चाहिँ काठमाडौँ जाने ल हामी धेरै टाइम टेक नगरिकन जोमसमबाट हामी मुक्तिनाथतर्फ अगाडि बढ्छौँ कस्तो डेन्जर है दाइ त्यो प्लेनलाई यताबाट जाने बेलामा यो चाहिँ हाम्रो 50 रुपैयाँ मुस्ताङको बाटो we just passed जोमसम च्याङ्ग्रा भनेको यही हो त्यो हिजो च्याङ्ग्रा हो च्याङ्ग्रा भने यो च्याङ्ग्राको प्याक चौरी हो नि उति अगाडि दौडिरहेको नि तिनीहरू चौरी हो अनि in the front we have चौरी च्याङ्ग्रा भनेर अर्को दियो भने थाहा हिजो के हो के को चिज छैन भन्दै थियो त मैले याकको भने हल्का जाम छ अगाडि त्यसपछि पोल्सी होइन त्यो अर्को के हो के को याकको भन्दा होइन त्यो बफ हो क्या त्यो भनेर मैले त्यो सुन्दिनँ किन तर्सेको त्यो गाडी देखेन माथिबाट ल्याएको लेकबाट भिडियो बनाउन है त्यो भिडियो बनाउन नि यो लेकबाट ल्याएको अनि गाडी देख्दै तर्सेको एक च्याङ्ग्रा भिडियो बनाएन उयो ओ यो गाडीले छ के त्यसलाई गर्न त्यो साइडबाट के यो गाडी ओ माय गॉड कस्तो गरी बुझेको थियो फेरि चिन म खोल्छु यो सबै युट्युबमा जान्छ है धेरै ज्यादा
चौरीले हो? अलि हो, चौरी। मुस्किल भयो जस्तो छ अगाडि बिचरा चौरी कि यहाँ भन्दै चौरी नै हो डरले कस्तो कुदेको यता उता गर्दै माथिबाट ल्याएको क्या लेकबाट माथि हिमालबाट ल्याएको चौरी के भयो टर्सेको होला है गाडी नदेखेर गाडी नदेखा भएको छ कहाँ खेदेको होला त चराउन कि बेच्न चराउनु लानु लाग्यो कि खाना जुमसुमको चौरी चौरीको And के पो to हो our left, कस्तो दामी views. चौरीको चाम्रो छोड्के चौरीले गर्दा काम गराए एकछिन यस्तो विधि भयङ्कर जाडो हेर छोरो बिहान बेलुका मात्रै जाडो रहेछ कि दिउँसो त मलाई त ठिकै टोपी लाउँदाखेरि त गर्मी नै भयो यहाँ हाम्रो कान्छा ज्वाइँ बाबु भिडियो बनाउँदै यता चाहिँ के हो सानो ताल रहेछ यसो यता हेरेको जस्तो गरौँ पायो Alright, back again with some यहाँ कहाँ beautiful लाने? views. यहाँ त अब कहाँ चाहिँ लानु हाम्रो दायाँ बायाँ सबैतिर भ्युजै भ्युज मात्र छ एकदमै रमाइलो रोडहरू पनि फेरि एकदमै राम्रो रहेछ कि सबै पिच हानेको रहेछ त्यही होइन यो हामी कोहीमा आउनेको त नानै यो पर चाहिँ घुम्न पनि to रमाइलो the left हिमालको हिउँ पुरै टल्किरहेको छ रुख भन्ने नि छैन केही पनि। त्यस्तो जस्तो लाग्यो मलाई त के हो हुन्छ त्यस्तो मुक्तिनाथतर्फ हामीले गरिरहेको छौँ यो बाटो चाहिँ मुक्तिनाथसम्म मात्रै हो अफगानिस्तान जाने बाटो चाहिँ हाम्रो यहाँबाट मुक्तिनाथ यो बाटो चाहिँ मुक्तिनाथमै एन्ड हुन्छ है त्यहाँबाट मुक्तिनाथ जानको लागि चाहिँ लगेर चाहिँ हाइकिङ 15 मिनट 10-15 मिनट हिँडेर चाहिँ मन्दिर दर्शन गरेर हामी फेरि यही बाटो ब्याक भएर चाहिँ हामी तल गएर फेरि सिधै लोमाथाङ कागबेनी हुँदै हामी चाइना बोर्डर अफगानिस्तान तल देख्नु बाटो चाहिँ कागबेनी लोमाथाङ जाने बाटो यस्तो छ भिउ तलको चाहिँ कागबेनी आइपुगेको छ यो तल देख्नुभएको गाडीहरू खोलाको छेउमा चाहिँ कोही कसै पनि बित्नु भएको छ भनेपछि चाहिँ यहाँनिर आएर श्राद्ध गर्नुहुन्छ अरे यो तल भनेर भन्नुभयो हाम्रो यहाँ गुरुजीले यो कागबेनी यहाँबाट चाहिँ हामी उता लोमाथाङ जान्छौँ यता माथि हामी मुक्तिनाथतर्फ अगाडि बढेको छौँ है त उताबाट लोमाथाङ अहिले हामी यहाँनिर आएर मुक्तिनाथबाट यहाँ आएर उता र यो चाहिँ कागबेनी सहर हो यति साह्रो खासै ठुलो रहेन चाहिँ कागबेनीमा चाहिँ मान्छेहरू बित्नु भइसके पछाडि श्राद्ध गर्नको लागि विशेष गरी कागबेनी आउनुभयो चाहिँ त्यहाँनिर सानो खोला पनि रहेछ त्यहाँ कागबेनीमा आएर श्राद्ध गर्नुहुन्छ श्राद्ध गर्ने ठाउँ रहेछ यहाँ गुरुजीले भन्नुभयो अब चाहिँ उकालो हामी उकालो चढिरहेको छौँ मुक्तिनाथतर्फ
यो पोखरा हुँदै पर्वत जिल्ला बागलुङ हुँदै कास्की जिल्ला हामी त्यो बाँकी गरेको भनेको हो कास्की जिल्लाको कृष्ण हुँदै हामी हिजो बेलुका माल्पा स्थान आइपुग्यो पुरा होटलदेखि जङ्सन हुँदै काबुङ हुँदै अहिले मुक्तिनाथतर्फ अगाडि जाँदैछौँ ल हामी चाहिँ मुक्तिनाथ जाने क्रममा यहाँ माथि डाँडाबाट एकदम दामी भ्यू देख्दो रहेछ सबैजना यहाँ बसेर फोटो भिडियोहरू लिनुहुँदैछ उहाँहरू पनि कहाँबाट रिजर्भ गरेर कुन संस्थाबाट आउनुभएको होला है त्यो दामी छ होला सबैजना आफ्नो फोनमा बिजी है फोटो भिडियोहरू लिनको लागि ल यस्तो दामी बबाल भ्यू यस्तो दामी है ल यहाँ त झन् कति रमाइलो गर्नुभएको होइन तपाईँले सन्धिमा डान्स गरिरहनु भएको छ कति रमाइलो हो क्या गाडी घर्छ होला तपाईँले सँगै डान्स हुँदैछ कति दामी रमाइलो ल यो हो त तर ल ल ल ल अझै गाडी आइरहनु यहाँ माथि हर्स राइड पनि रहेछ यहाँ माथि हर्स राइडहरू पनि गर्न मिल्दो रहेछ यहाँ हर्स राइडिङ पनि छ है हर्स राइडिङ गर्नु पर्यो भनेको त 300मा यहीँ मात्रै खास गरी फोटो भिडियोको लागि मात्रै त्यही भएर मैले चाहिँ हर्स राइड गरिनँ है माथितिरै गर्छु ल यहाँनिर आएर एकछिन रेस्ट गरेर सबैजनाहरू लाग्नु भयो मन्दिरतर्फ डान्स हुँदैछ यहाँ फेरि दादाहरूको डान्स हुँदैछ टिकटक होला ल यहाँबाट पनि हामी अगाडि बढ्छौँ अब त्यो चाहिँ झारकोट गाउँ हो भएको रहेछ झारकोट गाउँ काटेर हामी अगाडि बढ्दैछौँ है सानो सानो गाईहरू गाउँबाट हामी गएर जाँदैछौँ यो चाहिँ शेर्पा हो कि तामा हो सबैको घरमाथि के हो यो सबै झन्डा राखेर किसिमहरू घरमाथि सजाउनु भएको मान्छे बस्छ होला त यो झारकोट गाउँमा सबै भत्केको के हो झारकोट गाउँबाट हामी उकालो जाँदैछौँ ल हामी पनि फाइनल्ली मुक्तिनाथ
फाइनल डेस्टिनेसन आइपुग्यो मुक्तिनाथ मन्दिर यो फाइनल यहाँभन्दा अगाडि बाटो पनि नजाँदो रहेछ सबै माथि माथि पार्किङ गर्ने पार्किङ स्थल यही रहेछ सबैजना पार्किङ गरेर अनि हिँडेर उतापट्टि त्योभन्दा उतापट्टि रहेछ मन्दिर चाहिँ हिँड्दै अब गाडी पार्क गरियो अब मन्दिरतिर लाग्छ र हामीले मन्दिर हिँडेर जाँदै हो लेक लागेर सुमिका चाहिँ भमिट गरुन्जेल भयो मम्मीलाई पनि प्रेसरले साह्रो बनायो झन्नै हम्मे भयो सुमिका भमिट गरुन्जेल भयो म चाहिँ थामेर हिँड्दैछु पानी खाँदै भाइ एकदम फ्रेस छ भाइ चाहिँ पछाडि उसको त्यहाँ ड्रेसअप मिलाएर आउँदैछ भाइ चाहिँ भाइ पनि आइसकेछ यहाँ यी भाइ पुरै फ्रेस मम्मी हल्का सिक सुमिका पुरै सिक म पनि थामेर हिँड्दैछु है जाँदैछु मन्दिरतिर पूजाको सामान लिएर हामी अगाडि बढ्दैछौँ Alright guys, Megan taking over this for a couple of minutes. Little point of view देखाउँदैछु हजुरहरूलाई सो हामी तलबाट हिँडेको लगभग अहिले 10-15 मिनट जति भयो आई थिंक र अब आधी छ हिँड्नु पर्ने यहाँनिर सिस्टरको हालत चाहिँ हल्का खराब भएको छ लाइक when I said earlier मलाई चाहिँ के भएको छैन यस्तो साह्रो खास गरी I've been drinking water पानी सानी खाँदै हिँड्दैछौँ र खासै गरी मन्दिर कुनै धाममा जाँदाखेरि पैदल जाने भन्ने छ अरे के राम्रो सोचेर सो त्यही भएर हामी ट्राइङ नट टु राइड द हर्स पैदलै हिँडेर जाने खोज्दैछौँ हामी माथिसम्म चिसो चाहिँ चिसो छ अहिले राइट एट द मोमेन्ट हावा एकदम चिसो छ यस्तो घाम लाग्यो पनि हावा चाहिँ हल्का हल्का भन्दा पनि ज्यादै नै चिसो छ मुखहरू सुक्खा हुँदो रहेछ र केही कदम लिन बित्तिकै त्यो दमबाट जस्तो फिल हुँदो रहेछ कि बट we're still going हार नमानिकन एकदमै गइरहेको छौँ र यो जाने कार्यक्रम चाहिँ जारी नै राख्नेछौँ हाम्रो हजुरहरूलाई टाना टाना देखाउँदैछौँ यता दायाँ बायाँ सबैतिर त्यही नै हो सेम भ्यू एभ्रिवेयर तर एकदमै रमाइलो छ र होटेलहरू रिजोर्ट्सहरू एकदमै धेरै छ त्यतिर चाहिँ अब माथि पुगेर दर्शन गरेर अनि तल झरेर चाहिँ हल्का नास्ता सस्ता गर्नेछौँ र त्यसपछि ब्याक जानेछौँ हामी कागबेनी हुँदै जम्सुङ हुँदै र यता मार्फा हुँदै I don't know exactly हामी ब्याक मार्फा जान्छौँ कि त यता लो मन्थाङ जान्छौँ but we will let you know. Alright, this is it. See you back in a couple minutes. मुक्तिनाथ मन्दिर एन्ट्रान्स है सकिने साह्रो
थाक्यो अझै माथि जानु पर्ने रहेछ साह्रो पर्छ एकछिन ढल्किनुपर्छ सरहरूलाई कस्तो लाग्छ होइन मलाई चाहिँ यो खासै उचित लाग्दैन जति सक्छ होइन बरु आधी घन्टा 1.5 घन्टा 2 घन्टा 3 घन्टा लाग्छ होइन बिस्तारै बिस्तारै हिँडेर हुन्छ भाइ बाथरुम गयो अब त्यही भेना अहिले लेक लागेर भेनाको हालत पात्रो छ मम्मीलाई पनि गाह्रो भयो मलाई नि नानी अघि त सासै फेर्न सकिनँ भेनाको हालत त्यस्तो छ यो नाट्य हेर्ने भनेको काम छ एउटा पनि अझै यत्रो पारी जानुपर्ने हिँडेर गाह्रो भयो ल सबैलाई गाह्रो भयो यता मलाई म त अलिक सन्चो छ सक्दैन नि फेरि मलाई त अरे नि त अहिले अलिक जाति भयो केही राम्रो चिज पाउनु छ भने अलिकति मेहनत गर्नुपर्छ अरे के घोडामा त जोकै पनि पुगिहाल्छ नि यसरी हिँडेर जानुको मजा नै बेग्लै छ क्यामेरा माथिसम्म त पुऱ्याउनु सक्दिनँ होला ब्याट्री अलिक कम्ती नै छ सो we will see you guys on top कस्तो गाह्रो भएको होला अहिले चाहिँ हामी अलमोस्ट देयर माथि पुग्न लागेको छौँ भटान मार्दैछौँ एकैछिन भेना र मम्मीलाई पर्खिँदै यहाँ माथि मम्मी खै भेनाको हालत एकदमै पातलो भएको छ He's so fine मम्मी राइट बिहाइन्डमा हुनुहुन्छ हेरिदिनुहोस् अब त आइपुग्न लाग्यौँ लगभग पुगी पनि सक्यौँ भन्दा हुन्छ गेटमै पुग्यौँ थकान मार्ने मान्छेहरू बस्दैछ साइडतिर जाने मान्छे जाँदैछ बोकी माग्नेहरूले बोकी माग्दैछ माथितिर एकजना तल पनि आउँदै हुँदो रहेछ बिचरा हिँड्नु सक्नु भएन जस्तो छ माथिसम्म त्यो भएर बोकी माग्नु भएको जस्तो छ बोकिदिने दाइहरूलाई पो एकदमै गाह्रो हुन्छ होला कि बोकी माग्ने मान्छेहरूको वजन पनि अलिक ज्यादा नै रहेछ त्यही भएर गाह्रो हुन्छ होला लास्टै दाइहरूलाई बिचरा अब त हामी आइपुग्यौँ एकछिन बस्नु भ्यू चाहिँ माथिबाट एकदमै बबाल देख्ने हिमाल वरिपरि 9% रहेछ यो 9% चाहिँ माथिको लागि सेभ गर्नेछौँ सो माथि पुगेर भेट्नेछौँ हामी अलराइट फाइनली टपमा आइपुगेको छौँ हामी
घन्टीहरू बजाउँदै हुनुहुन्छ यता मम्मी घरमा अनि सिस्टर आफ्टर अ ग्रेटफुल वाक हामी माथि आइपुगेको छौँ देख्न सक्नुहुन्छ बाटोभरि घन्टी नै घन्टी छ सबैतिर घन्टीहरू सबै बजाउँदै आइपुग्यौँ माथि फाइनली अब माथिको हालत के कस्तो छ हामी बुझ्नेछौँ अनि दर्शन गरेर सबैतिर दर्शन गरेर चाहिँ फेरि त्यही बाटो लाग्नेछौँ अलराइट हाम्रो ग्याङ यता आउँदै हुनुहुन्छ पानी सानी हुँदै अलराइट यो चाहिँ हाम्रो माथिको दृश्य रहेको छ एकदमै भिडभाड चारैपट्टि पानीमा स्नान गर्नुहुनेले स्नान गर्दै हुनुहुन्छ अनि एकदमै भिड छ पूजा गर्ने यता पूजा गर्दै हुनुहुन्छ यहाँ त एकै ठाउँ बसेन भने त पुरै हराइने रहेछ अब हामी सँगसँगै हिँड्छौँ हाम्रो मन्दिर बाहिरको भ्यू हाम्रो मान्छेहरू कता जानुभयो हाम्रो मान्छेहरू कता जानुभयो पछाडि आउनु हुन्छ भने चाहिँ अब मलाई लाग्यो अगाडि नै गइसक्नु भयो जस्तो कि मलाई लाग्छ मेन मन्दिर चाहिँ हाम्रो यो हो र यसमा दर्शन गर्नको लागि चाहिँ लाइन थुप्रो परसम्म नै रहेछ हामी पनि अब लाइन पुरै नै लाग्नेछौँ लाइन बसेर दर्शन गरेर अनि त्यसपछि त्यहाँ धारातिर जान्छौँ होला ल ठिक छ अब हामी दर्शनतर्फ लाग्छौँ दर्शनहरू सबै गरिसकेपछि भेट्नेछौँ हामी अहिलेको लागि यति नै यहीँबाट पर्ने पर्नु जान्छु के हाम्रो मान्छेको चाहिँ फोटो खिच्नु
हजुर परमुस्ताङमा मलाई त यति नै ठिक हुन्छ सर दर्शन गरेर खाजा खाने क्रम जारी रहेको छ हाम्रो यो खाएपछि ठिक हुन्छौँ कि नभए त हामी त लेख लागेर यहाँ माथि घोडाघोडी चाहिँ सधैँ हिँड्न नसक्ने मान्छेहरूलाई माथि पुऱ्याउँदो रहेछ घोडा चढाएर 400 रुपियाँमा मन्दिर पुऱ्याउने वान वे हेलो हेलो हजुरको शुभ नाम के होला प्रश्न पोखरेल कहाँदेखि हुनुहुन्छ तुलसीपुर दाङ तुलसीपुर हजुर है अनि हजुर हामी युएसबाट युएसबाट हजुर हजुर नेपाली जस्तै देखिरहेको हामी मुक्तिनाथबाट लोमानथाङ जाने क्रममा बाटोमा देखिएको दृश्य ल यहाँ त छेउमै पर झन् माथि माथि हाइटमा आइएछ है पारीमा अनि त्यो माथि डाँडामा त जान सकिन्थ्यो होला ढुङ्गाहरू पारी मजाको यता पनि यता पनि हिमाल माथि पनि हिमाल अनि गाडीहरू सबैजना गर्छ भ्रमण गर्ने गाडीहरू मजाको गुड मर्निङ है सबैजनाहरूलाई हामी चाहिँ अहिले होइन मेरो यहाँ अर्को ब्याग खस्यो क्या मुनि कम्प्युटरको ब्याग सबै ब्यागहरू लिएर लगाउनु हेर्नुभयो कति र चाहियो अक्सिजन चेक हुँदैछ मेरो मुख सोध्छ हजुर के भन्नुभयो अब बुझेन यो बसेर होटल चाहिँ हिजो मरेर बाँच्यो हिजो बेलुका पनि यो परमुस्ताङको लोमानथाङ आइपुगेर बसेको हिजो बोल्न नसकेर हिजो एकदम बुरी हालतमा यो होटलमा आएर बसेको अहिले चाइनाबाट जाने भन्ने कुरो छ सबैले रिकमेन्ड गर्नुहुँदैछ नजानु सक्नुहुन्न भनेर मलाई चाहिँ एकदम गाह्रो भइरहेको छ छाती दुखेर लोमानथाङ चाहिँ यहाँ होटलमा आन्टीले घुमाइदिनु जान लाग्नु भएको छ आन्टीसँग एकछिन गएर हुन्छ अहिले बनाउनु गर्ने हामी बुझ्छु साह्रै बोर भयो त्यस्तै 74-75 छ त्यो ड्रप भइहाल्छ अक्सिजन 80 देखि तल त उयो भने एकदम एब नर्मल 80 हो नर्मल भने 80 देखि मुनि त एकदम उयो भने खतरा हो त्यही त मेरो त 70 हिजो त मेरो त 69 68 70 72 भएको थियो
अनि छाती एकदम दुख्यो क्या घाँटीमा आइपुग्यो अनि मैले राति 2 बजे कल गरेको मेरो त दुखेर सबै दुख्यो भनेको अनि सास फेर्न चाहिँ सजिलो छ भन्दै क्या ठिक छ भन्नुभयो 2:30 बजे मात्रै सुतेको म स्टिल दुखिरहेको छ क्या छाती दुखेको छैन केही त रहेन पनि चिज थियो त यहाँ त के दरबार छ अरे अच्छा दाजु यता बाहिर घर थिएन घर बनाउन पाउँदैन थियो कि हजुर पछि मात्रै भएको पहिला राजाको पालोमा यता भित्र मात्रै हो यहाँनिर राजा बस्नुहुन्थ्यो पहिला राजा वीरेन्द्र छ नि हजुर उहाँभन्दा पहिलाकोमै भित्र मात्रै थियो बाहिर थिएन दरबार चाहिँ यो हो दरबार चाहिँ राज दरबार मान्छे छैन फेरि यता उता गएर फोटो खिच्नु यही हो पहिलाको राज दरबार यहाँ भित्र जान पनि पाउँछ आन्टी पाउँदैन है नो इन्ट्री विदाउट पर्मिसन रहेछ पहिलेको राज दरबार राजा त यस्तोमा बस्नु हुँदो रहेछ पहिला एउटा राजा त यहाँ बसिरहनु भएको छ हेर त ऊ यहाँ ओ माई गड कत्रो ठुलो हो कि कुकुर कत्रो ठुलो ब्लक कार्यालय लोहानथान गाउँपालिका सबै अफिसहरू सबै चिजहरू यहीँ रहेछ भित्र सङ्ग्रहालय चाहिँ कस्तो थियो भने राजाको जान पाउँदो रहेछ ल अनि तोरी आलु यहाँको मेन यो चाहिँ खानेकुरा चाहिँ आलु त्यो जान्छ कि मुस्ताङ आलु भन्छ नि हजुर यहीँको हो क्या अनि यहाँकोहरू सबै अर्ग्यानिक हुन्छ है अनि यता बस्ने नै यस्तै हो यहाँको लाइफ भोटे लाइफ हजुर कति वर्ष बस्नुभयो यहाँनिर म त यहीँको हो यहीँको है सानैमा यहीँदेखि तर हजुरहरू काठमाडौँ चाहिँ कुन ठाउँमा बस्नुहुन्छ पौधा बोना बस्नुहुन्छ घर उतै घर उता छैन भाडामा घर सबै भाइको घरमा बस्छ हजुर होइन अलिक जाडो भएपछि यहाँ काम हुँदैन नि हुँदैन यहाँ भन्दा अब कहिले मुख हुनुहुन्छ अब डिसेम्बरको 4 सम्म बुकिङ छ हाम्रो त्यसपछि 5-6 जाने होला कि 7 फेरि म र मेरो बुढा 15 सम्म बस्ने होला कि उसको अफिस छ उता घर छ तपाईँहरूको काठमाडौँमा छैन चिया खायो यो त लिएर गयो फेरि छँदैछ नि अब मुस्ताङको हाम्रो फाइनल डेस्टिनेसन पनि आइपुग्यो ल नेपाल र चाइनाको मेन बोर्डर अप्पर मुस्ताङमा 45 to 4600 फिट उचाइमा रहेको छ यो चाहिँ अनि यहाँ गर्ने भनेको चाहिँ नेपाली झन्डा उचालेर फोटो खिच्ने त्यति रहेछ अरू कामै छैन त्यही किल्ला रहेछ होइन नेपालको चाहिँ त्यो बोर्डर क्या खमे यतिको चाइनाको चाहिँ त हो बिल्डिङै छ यता नेपालको केही पनि छैन त्यो किल्ला बाहेक त्यस्तो हाँसु ओर्लेर हेर्ने हो
ल अप्पर मुस्ताङमा पनि आइपुग्यो हामी। अप्पर मुस्ताङ हाम्रो फाइनल डेस्टिनेसन रहेको थियो। यही हो अप्पर मुस्ताङको फाइनल डेस्टिनेसन हाम्रो है। ल यो अगाडि यो गाडीहरू पार्किङ भएको चाहिँ नेपाल बोर्डर। नेपालको चाहिँ केही छैन, यो नेपाल 24 कोही झन्डा उठाएर फोटो खिच्ने मात्रै रहेछ। यता चाहिँ उता सबै चाइना बोर्डर, यो ठुल्ठुलो गाडीहरू सबै ट्रान्सपोर्टेसनको गाडीहरू। ल यहाँको मुख्य उद्देश्य चाहिँ यही हो, झन्डा बोक्ने, नेपाल फोटो खिच्ने, त्यति हो। अनि यहाँभन्दा उता चाहिँ बोर्डर। खास भएर पनि गाह्रो भएको छ, म तपाईँहरूलाई देखाउनको लागि मात्रै निस्केको, केही पनि छैन। ल चाइनाको चाहिँ यति राम्रो बिल्डिङ छ बोर्डरमा, हाम्रो नेपालमा केही पनि छैन। म चाहिँ गाह्रो भएको थिएन, गएको हामीले फर्केको साह्रो पऱ्यो। हिजो पनि मरेर बाँचेको, यहाँभन्दा अरू केही पनि छैन। ल ए हिमाल पहाडहरू यति हो, अरू केही पनि छैन। ल बिहान आएर गलेर लोड भएर छटपटे खाँदै ल गुड मर्निङ सबैजनालाई। यो बिहानी पखको सुन्दर भ्यूमा म चाहिँ कालो चिया खाँदै, यहाँनिर बाहिरको भ्यू। ल हेर्नुहोस्, गाडीहरू सबै रिजर्भ गरेर स्कुल कलेजहरू संस्थाहरूको गाडीहरू प्रायः जसो आउँदो रहेछ। हामी चाहिँ अहिले मार्फामा आइपुगेका छौँ। हिजो हामी अप्पर मुस्ताङ चाइना बोर्डर पुगेर ब्याक टु हामी मार्फा एप्पल ल्यान्ड होटलमा नै आएर बसेको थियौँ। अब चाहिँ हामी यहाँ उतापट्टि मार्फा गाउँ जेरी गल्लीहरू घुमेर हामी चाहिँ फर्किनेछौँ पोखरातर्फ। ल गुरुजी एकदम राम्ररी कुदाउनु पर्यो। गुरुजी ल कचाकुची गर्नु भएन, तिलतिर झर्नु भएन। के बोले ओ भाइ के बोले यता स्याउबारी दामी छ, स्याउ चिन होइन, स्याउ भएको भए मुस्ताङे स्याउ घुम्नुहुन्थ्यो। स्याउबारी पनि लानुपर्छ है अलिकति कता किनेर। अहिले यता स्टप गरिकन यो स्याउहरू पनि लानुपर्छ होला कि हिजो मैले देखाएको थिएँ नि यहाँबाट जानु भनेर। कस्तो चिसो हावा कता रोक्नु? यता हिँड्नु सिधै बस छोडेर हिँड्नु अझै अगाडि ऊ सेतो घर भन्दा पनि माथि, सेतो घर भन्दा पनि माथि, त्यहाँदेखि हिँड्दै यहाँ आउनु। हामी माथि स्टप गरेर चाहिँ वाक गर्दै यो प्लेस एक्सप्लोर गर्नेछौँ, भित्रको गल्लीहरू। यता पो देखाउँ भनेको उता पो गरिरहेको छ साथी। यता पनि यता भर्खरले देखाइरहेको थियो कि यो गाइस हामी चाहिँ मुस्ताङ घुम्दैछौँ मार्फा गाउँ। गुरुजी आँखा अगाडि, गुरुजीको आँखा अगाडि हुनुपर्छ, क्यामेरामा होइन। पहिला 2-3 वर्ष बाइक चलाएर आउँदा यो त यहाँ चलाउनै सक्दैन, यो त तानै हुन्छ। यस्तो गर्नु पऱ्यो क्या घरमै थियो सिधै माथि त्यो बसको पछाडि माथि त्यो अघिको नानीहरू त यहाँनिर डिस्टर्ब भएर के अर्कै हो यो। अनि हिँडेर आएको भन्दा धेरै रहेछ यति धेरै क्या बसहरू फेरि। यहाँ स्याउबारी कति राम्रो रहेछ है, स्याउ हुनुभएको छ। तपाईँले यता चलाउँदाखेरि जम्मै यता
दुर्गा स्ट्यान्डबाट कता फर्का राख्ने त्यही मान्छे त्यही रोक्नु न, म घुमाएर आउँछु यहीँको त्यो अगाडि अगाडि बराबर छ। अब हामी चाहिँ यहीँबाट हिँड्नु। यो चाहिँ इन्टर गर्ने प्लेस हो। यहाँदेखि इन्टर गरेर हामी सिधै भित्र छिर्नेछौँ। Alright, we'll see you in there. मार्फा गाउँ हो यो चाहिँ मार्फा गाउँ। अब हामी चाहिँ यहाँबाट भित्र छिरेर चाहिँ हामी पर फर्स्ट गेटमा निस्किन्छौँ। योभन्दा अगाडि चाहिँ जोङसम्म जाने बाटो। यहाँ माथि चाहिँ केही पनि छैन, डाँडा काँडाहरू मात्रै हो। अनि यहाँबाट हामी घुम्दै 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 अगाडि बढेर हामी अगाडि निस्किनेछौँ है त। भित्र के कस्तो छ तपाईँहरूलाई देखाउने छु है। लेट्स गो गाइस। तपाईँ नजानु हुने त? म वहाँ हुन्छु तल। ल त्यो अङ्कलले के लसुन भन्दा चाहिँ हाल्दै गर्छु। ल ल ल जाउँ त। बेना आज घोडा चढ्ने। घोडा चढ्ने के चढ्ने सबै चढ्ने हो। ल अलिक फटाफट जाउँ न है, लेखेर गरेर पुगिँदैन नि त। क्या दामी सनराइज माथिबाट हुँदैछ। यो चाहिँ गाउँभित्र इन्ट्री हुने ठाउँ है। यो के रुख हो? यो कहिले नमर्ने रुख रहेछ। ओ यहाँनिर रहेछ हो, त्यो रुखमा रहेछ स्याउ चाहिँ। तर टिपेर खान नपाइने अवस्था देखियो है। यो आउने सिजन पनि अलिकति हामी लेट आइएछ। 2 महिना अगाडि आएको भएदेखि चाहिँ यहाँनिर सबै स्याउहरू हुन्थ्यो अरे क्या। स्याउहरू टिप्ने बेला हुन्थ्यो अरे भनेर यहाँको लोकल बासिन्दाले भन्नुभएको थियो। यो माथिबाट पानी लानु भएछ है। कस्तो मजाको नोइज ल बगिरहेको छ। लोकल बासिन्दाहरू बिहानै काममा निस्किनु भएको छ। अङ्कलहरू बर्खायामा चाहिँ यहाँनिर सबै थोक हुन्छ अरे। अहिले पनि सागहरू चाहिँ यो सबै चिसोले पक्रिरहेको छ है। यहाँनिर पानी कस्तो मजाले बगेको है। पानी बगेर पनि भाइस एकदम दामी मिठो सुनिँदो रहेछ हिँड्दाखेरि है। आनन्द आवाज सानो है। कस्तो दामी कलकलाउँदै पानी छेउ हिँड्नुको मजा छुट्टै छ है यहाँनिर। घुम्ने अरे टोपी हेर ऊ यस्तो पनि कति राम्रो टोपी रहेछ। खोइ यहाँ को हुनुहुन्छ? यो हाम्रो यो शेर्पा ड्रेस लगाएर घुम्ने कता होला चाहिँ? ड्रेस त हामीसँग छ, घुम्ने त उता गए कहाँ गएन। चेरी गली ड्रेस लगाएर घुमेर कति घन्टा के हो हजुरको? आधा घन्टा त एक भोलि लाग्यो भने 1 घन्टा। 1 घन्टा लाग्यो भने कति सय पर्छ? हामी हुने त हामी 300 तिथे हो। हजुर। बिहानको त 250 मा। बिहान पख 200 मा 1 घन्टा लाउँदा हुँदैन हजुर? हुन्छ लाउने भने हजुर हामी 5 जना लगाउँ न त 200 मा 1 घन्टा जति है। 250 कस्तो खालको छ? 250 ल हस्। 4 जना नि कहाँ भन्नु? मैले भनेको त ड्रेस अर्कै हो। कस्तो अर्को? अर्को नजाउँ न त। टोपी सबै भएको वाले
शेर्पाको चाहिँ होल सेटै आउँछ हजुर यहाँनिर टोपीहरू भएको क्या टोपी लाउने यस्तो यस्तो खालको ड्रेस क्या अनि घोडा चाहिँ छैन हजुर यहाँ ड्रेस लाएर घोडा चढ्नको लागि छैन है हामीसँग घोडा नै छैन होइन यतातिर अरू अन्त्यतिर नि पाउँदैन बेना कहाँ घोडा पाउँदैन है यस्तो वाले क्या यस्तो छ हजुरहरूमा छुपाउँदै छ होला छैन यस्तो यस्तो हो केटा लाउनेको कपडा त हो नि केटाको हो कि लाग्ने केटीले केटाको हो सबै केटीको चाहिँ कस्तो हो केटीको त एउटै हो केटी यस्तो हुन्छ केटाको केटा यो चाहिँ खास केटीको हो म त केटीकै मन पर्छ केटाकै मन पर्यो हौ त्यही भएन लाइ नै हुन्छ नि केटै भन्दा पनि हो नि त केटै भन्दा नि हो घुरेर आउँछु ल हजुर घुरेर आउने कुरो भयो घुमेर आउँछु म के अरे भाङमोड यता मासतिर चाहिँ कता जाने गल्ली हो है ल उहाँहरू ड्रेस लाएर निस्किनु भयो मैले त चस्मा पनि ल्याउन बिर्सेछु है उहाँ साउने पनि रिसाउनु भयो त्यहाँ नासिएम हो भनेर भन्नुहुँदैछ है बिहान बिहान एकदम मन दुखाइयो उहाँलाई पनि यो चाहिँ यहाँको स्पेसली याकहरूले चाहिँ पहिला धेरै भारीहरू बोकाइन्थ्यो एकदम कसेर र अहिले चाहिँ ट्र्याक्टरहरू आएर उनीहरूलाई पनि धेरै सहज भएको भनेर यहाँको लोकलले भन्नुहुँदै थियो हिजो क्या होटलको अङ्कलले है त्यो चाहिँ यहाँको यहाँनिर हामी शेर्पा ड्रेस लाउनको लागि खोजिरहेछौँ तसिडले ब्रो तसिडले ल हामी चाहिँ यहाँबाट शेर्पा ड्रेस शेर्पा कल्चरको र राष्ट्रिय पोसाक लगाएर चाहिँ हामी चाहिँ निस्किँदैछौँ है तसिडले तसिडले हजुर टोन पनि त्यस्तै छ त टासिडले म पनि ड्रेस लाने निक्लिसकेको छु है यहाँ मात्र जर्दै ओ मामे प्याम्बे ओ मामे प्याम्बे ओ मामे प्याम्बे ओ मामे प्याम्बे यो सिधै जाने चाहिँ कबड्डी गल्ली रहेछ है अनि तपाईँहरूले अरू भ्लगमा देख्नु भएको थियो होला अङ्कलहरू यस्तो माथि बसेको यो चाहिँ अहिले घाम आइसके पछाडि चिसो हुँदैन भनेर यो चौडी याकको छालामाथि बस्ने गर्नुहुन्छ है अनि हामी चाहिँ अहिले जाँदैछौँ यहाँ गल्ली गल्ली घुम्दै घुम्दै यहाँनिर भाइ आउँदैछ है ल फटाफट हिँड्नुहोस् अलिक छिटो गरेर यहाँनिर गुम्बा पनि रहेछ यहाँ माथि जाने हो गल्ली मात्रै घुम्ने हो यो जाउँ हामी यतै जाउँ त्यहाँनिर अहिले ड्रेस नलाइकन जाँदा पनि हुन्छ
म त राम्री नै आउँछु सबैजना यहाँ चाहिँ ड्रेस लगाएर तपाईँहरू देख्नु भएको छ यहाँ जेरी गल्ली छ है अहिले चाहिँ हामी जेरी गल्ली नै छौँ कम्युनिटी लाइब्रेरी पनि रहेछ ल यही हो जेरी गल्ली छौँ है त यो सबै यो छालाहरू हो याकको छालाहरू यहाँबाट यता गयो भने चाहिँ झाँक्री गल्ली रहेछ है एप्पलको लोगोमा छ यहाँको लोकल बासी गुवाहरू मुमीहरू त उठ्नु भएको छैन होला है यो चाहिँ बिहानै उठेर यो माथि घाम ताप्नुहुन्छ होला यहाँ माथि बसेर बेलुकासम्म यसरी एकदम मजाको तातो हुँदो रहेछ यो माथि बस्दा होइन कति धेरै बडो छाला हो यहाँनिर छ लुक्ने गल्ली चोरेर भागेर लुक्नेहरूलाई क्या यो चाहिँ नमस्कार हजुर गुड मर्निङ सन्चै हुनुहुन्छ हजुर हो माने टाने भन्दै ल हामी पनि यो चाहिँ हो यहाँ बसेर फोटो खिच्न पाउने रहेछ है हेर्दाखेरि चाहिँ नेचुरल जस्तै छ यो तर नेचुरल चाहिँ होइन है यो चाहिँ मरेको बनाएको हजुर नमस्कार है हजुर बसेर फोटो खिच्नको लागि हो यो चाहिँ हजुरको शुभ नाम विजय तामाङ है हजुर चाहिँ यसमा फोटो खिचाउनुहुन्छ हजुर कति लिनुहुन्छ चढेको चाहिँ 100 हो जतिवटा खिच्यो पनि हुन्छ जतिवटा खिच्यो 100 रुपियाँ है हजुर हजुर हुन्छ अहिले मेरो यहाँनिर फ्यामिली आउनुहुँदैछ हजुर फ्यामिली भएन तपाईँहरूको ग्रुपमा भएन ग्रुपमा मिलाइदिन्छ ए हस् 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 आउनुहुँदैछ अहिले खिचौँला है त ल ल यति रहेछ यहाँबाट चाहिँ ल यो माथि चाहिँ डाँडाहरू है यो गाउँसँग बस्छ स्कुलबाट आउनुभएको लामाहरू चाहिँ सुन्दैछन् ए हेलो हेलो कसी डले हजुर जुमाफाको स्याउ बगान है आरूहरू पनि रहेछ स्याउहरू अलि रहेछ ल यो चाहिँ स्याउ बगान हामी बसेको होटल यहाँ मुनतिर हो यहाँबाट गयो भने चाहिँ ठ्याक्कै रोडमा निस्किन्छ ल यस्तै छ है माफा
भिलेज चाहिँ मार्फा गाउँ चाहिँ यहाँ माथि टपमा देख्न सक्नुहुन्छ मार्फा भनेर है माथि सबै डाँडाहरू अनि गल्लीहरू एक सिधा एक गल्ली घुमिसके पछाडि चाहिँ मार्फा गाउँ होल घुमिन्छ है त यो पारि पनि गाडीहरू चाहिँ चल्दो रहेछ तर कहाँ जानु हो त्यो चाहिँ थाहा भएन तर मेन हाइवे चाहिँ यहाँ तल देख्नुभएको बसहरू भएको यो चाहिँ मेन हाइवे हो योभन्दा अगाडि गयो भने चाहिँ जङ्सन पुगिन्छ नमस्कार बुवा हजुर नमस्कार हजुर नमस्ते हजुर यहाँको लोकल हुनुहुन्छ हामी लोकल हो हजुरहरूको भिडियो हामी पहिलादेखि हेर्दै 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 आएको यो माथि बस्नु भएको छ यो माथि चाहिँ के को लागि यो माथि बस्नु भएको नि यो अब घाप्ला पनि हजुर अब काम छैन कि अब बसी आफ्नो बोल्नु बसेर उठ्ने यो माथि बसेर घाम ताप्ने है यो घाम यो तातो भन्ने भयो ढुवामा लाल चिसो भन्ने भयो हजुर यो ओसाइको यो के को भयो बुवा यो याकको हो यो याकको छाला है ओरिजिनल याकको छाल हो यो याक काटेर अनि या काटेर छालो चाहिँ त्यसो भने छाल त यहाँ के प्रयोग गर्नु भन्ने मिसिन छैन हजुर साह्रो छ हजुर तल लानुपर्छ यसो गाह्रो काम छैन यसो बसाइ राख्यो त्यहाँ हामी मजाले बस्ने बोराहरू सबै बोराइछ यसो त्यो कुचो बाँधेर राखेर त्यसरी हजुर हजुरको नाम त के पो भन्नुभयो के हजुरको नाम भक्तिलाल हिराजन भक्तिलाल हिराजन धेरै पुरानो हुनुहुन्छ यहाँनिर बस्नुभएको हाम्रो त धेरै जमाना नै हो जमानामा यहाँ है हजुरहरूको पुर्खाहरू सबै यहीँ बस्नुभएको सानोदेखि थियो सानोदेखि यहीँ सानो बच्चादेखि नै हो अब त जाडो बढ्दै गएको छ जाडो हुन्छ यहाँबाट कता जानुहुन्छ नि 1-2 महिना चाहिँ पोखर जान्छु हजुर अब यो मङ्सिर पुस लागेपछि यहाँ पोखर जान्छु पोस माग्दै पोखर बस्छु फागुनतिर फेरि आउँछ ए 2 महिना चाहिँ पोखरा बस्नुहुन्छ 2 महिना चाहिँ यहाँ साह्रै जाडो हुन्छ है साह्रै जाडो त हुँदैन तर मान्छे कम हुन्छ हजुर के हुँदैन त्यसै जाउँ त आफ्नो मान्छेहरू भेटौँ भने जाडो फाल्नु भने त्यस्तो हो कि पछि यताबाट हाम्रो मान्छेहरू पनि छ नि थुप्रै पोखरामा हुनुहुन्छ काठमाडौँ हाम्रो मान्छे थुप्रै छ नि हजुर आफ्नो मान्छेहरू भेट्यो भने अलिक जाडो पनि अलिक कम हुनु तल यहाँभन्दा त तल जाडो कम भयो जहाँ धेरै जाडो हुनु त्यसरी 2 महिना चाहिँ हामी प्रायः 2 महिना 3 महिना चाहिँ बसिरहन्छ स्याउ चाहिँ यो ठाउँमा स्याउ चाहिँ कहिले टिप्नुहुन्छ बुवा स्याउहरू चाहिँ स्याउ त अहिले पछि आयो 22 सालदेखि आयो यहाँ स्याउ त 22 सालबाट अगाडि यहाँ स्याउ थिएन है 22 साल चाहिँ सरकार फार्ममा आयो सरकार फार्ममा आयो चाहिँ स्याउ चल स्याउ चाहिँ सुरु भयो त्यहाँदेखि 22 सालदेखि सुरु भयो ल हस् बुवा कुरा गरेर खुसी लाग्यो हजुरसँग थ्याङ्क यू हस् थ्याङ्क यू मुस्ताङको लोकल स्याउ मैले 2 केजी यहाँ किनिसकेको छु है बुवा नमस्कार हजुर नमस्कार हजुरको नाम चन्द्रमान लालजन चन्द्रमान लालजन यो चौडीको भुत्लामाथि बस्दाखेरि धेरै तातो हुन्छ है बुवा बेसी तातो हुन्छ सर्दी फाल्छ सर्दी जान्छ है यो माथि बसे सर्दी कति वर्ष पुरानो हो नि बुवा यो त पोहोरकै हो पोहोरको चौडीको भुत्ला अब यो फाल्ने बेला भयो यो फालेर फेरि अर्को काटेछ आजभोलि जमा त किन फाल्ने हो र बुवा यो अलिक घन आउँछ नि पछि रुम झर्छ नि त यो सबै रङ झर्छ है झर्छ नि तर तान्दा पनि आएको छैन यता कहाँ हुने 15-16 दिन पानीमा भिजेर बल्ल चाहिँ दुध आउँछ आउँदैन घरभित्र त राखेर सुत्नु मिल्दैन होला बाहिर मात्रै होला राखेर बाहिर पनि हो यो भित्र गाछ सुत्नु भित्र त हुँदैन है बुवा यो सबै फलामको चिसो हुन्छ भनेर फलामको चिसो यो काठको चिसो हुन्छ भनेर उहाँहरूले चाहिँ चौडी काट्दाखेरि यो चिज छाला चाहिँ युज गर्नु भन्यो भने यो चौरी याकको चाहिँ काट्छ चौरी धेरै काट्दैन चौरी भनेको चाहिँ माउ हो हजुर यो चाहिँ ढाँको बुहानी यो याकको छाला पनि त खानु पनि हुन्छ होला नि के साह्रो हुन्छ खाना त हुन्छ नि त्यो काटेको बेलामा त खानु पनि हुन्छ होला होइन यो रुम हुन्छ नि त खाना रुम गयो भने खाले पनि खायो पनि हुन्छ नि बाख्राको साला खसीको साला खाने जस्तो त हो हजुर
यो अलि गाह्रो हुन्छ कि आउन गाह्रो अलि यो त पक्का हो यो त पक्का ओरिजिनल है बुवा ओरिजिनलै हो यो त अब यसले मात्रै चाहिँ यहाँ झरेको हो यो हजुर आजभोलि झर्ने मात्रै हो हजुर नत्र हाम्रो हातले दियो घाँस खाँदैन यो हामीले दिएको पानी खाँदैन यहाँ माथिबाट ल्यायो हजुर एक हप्ता जति राख्यो पनि खाँदैन यो जब चाहिँ हामीले चाहिँ त्यहाँ सोधियो भने उसले जहाँ बस्ने ठाउँमा गएर खाने मात्रै हिउँमा बस्ने हो हजुर हिउँ बर्ख पनि हिमालमै बस्छ हिउँदोमा पनि हिमालमै बस्ने हो यहाँ यो यहाँ त्यस्तो चिज है त्यस्तो चिया पिउनु भयो हजुरले हजुर घर चाहिँ कुन हो नि ऊ त्यो योपट्टिरको बुवाको घर चाहिँ यहाँ छ उहाँ बस्नु भएको भए हुन्थ्यो नि त उहाँ घाम छ अब तातो भएर आयो ए धेरै तातो भएर आउनु भएको है ल हस् बुवा ए यो चैते वैशाखमा चाहिँ यो सबै ठुलो हुन्छ बुवा होइन यो यसमा चाहिँ यो चाहिँ भ्रन्छ हो कि हजुर यो भित्रबाट चाहिँ कमुलो कमुलो त्यो आउँछ कि ए उरुमा आउँछ कि आफै छुटेर आउँछ कि हजुर त्यहाँबाट त्यो खोलेर हजुर पसमेरै हुन्छ कि त्यो ए बस त्यो हुन्छ कि नाइलिन जस्तो हुन्छ हजुर लस बुवा जान्छु है जानुहोस् लस दिदी धन्यवाद है बाई बाई यहाँ पनि छ यो चौरीको ल एका बिहानै हामी चाहिँ आएर यहाँनिर सुरुकै दोकानमा चाहिँ यहाँ ड्रेस लाउने भनेर आएको थियौँ अनि यहाँ हाम्रो सुमिकाजीले चाहिँ ड्रेस मन नपराएर एउटै ड्रेस तर उहाँ चाहिँ भिडियो हेरेर होइन भनेर चाहिँ जानुभएको अनि आमा रिसाइरहनु भएको छ है हामीले गर्दाखेरि यहाँ बोहाउने पनि भएन भनेर अनि मैले यहाँ के किनिदिन आँटेको छु आमा हजुरको नाम भनिदिनुहोस् न मेरो नाम हजुर गुम्की आमा यता हेर्नुहोस् त मलाई गाली नगर्नु ल भित्र नजानु ए हस् हस् ल आमा मैले यो हाल्छ मेरो बच्चाहरूले गाली ए आमा हामी हाल्दैनौँ यो हाल्नको लागि होइन लाउनु त हेर्नु मैले यो 3टा किनिदिएँ हजुरलाई है अनि ल हामी अरू पनि किनिदिन्छौँ आमालाई है आज आमाको धेरै व्यापार होस् आज बिहान हामीले गर्दाखेरि बुवा नि बिग्रियो आमाको है पहिलो पहिलो कस्टमर त्यस्तै हुन्छ आमा बेन यस्तो भयो भने दिनभरि आउँदैन क्या म त यस्तो भने नि यस्तो हुन्छ अब 10 बज्यो आज आमाको गाली गर्ने नत्र के गाली गर्ने हो मलाई राति बेलुका त खोर लाउने न ब्याउने मान्छे आउँछ बेलुका त हजुर के हो 200 ल आमालाई यो पनि हामीले किनिदिउँ है आमाको आज धेरै भन्दा धेरै व्यापार होस् भएन मम्मी अघि बोकेको छैन तपाईँ मात्र कस्तो छ अर्को कालो हात्ती हो यो हात्तीकै हो यो पनि ए याकको ल कति भयो त आमा 600 हो अनि यो त दिइसक्यो हजुर यो दियो होइन मैले त्यसको दिइसकेँ हामीले यो पैसा दियो नि तिमीले देऊ क्या त्यसपछि अघि नै यो दिइसक्यो होइन मैले 300 100 देऊ तिमीले अघि ए आमा यो दिइसक्यो भनेको ए पैसा दिइसके मैले पो बिर्सेछु आमा ल यो हाल्नु त यहाँ ल आमा अब कति दिनु भयो सानो केम प्याक गरिदिनु आमा त्यसलाई 600 भयो ल आमा समाउनुहोस् त ल आज आमाको धेरै व्यापार होस् नरिसाइकन बस्नुहोस् है फेरि रिसायो भने फेरि व्यापार हुँदैन नि माला त्यहाँ हालेको धेरै घरमा नि गाई छैन यता पनि बास्यो आमा ल रिसाए न त के रिसाउने ऊ त तपाईँ झेरी गाडीमा सिधा गाई पनि म रिसाउने छैन के रिसाउने हो ड्रेस त एउटै हो रिसाउने त्यो शेर्पा जाति त त्यति नराम्रो मनको हुँदैन नि शेर्पा जाति हो हाम्रो कपडा एउटै रेट हो एउटै ल आमा ल बाई बाई गयौँ है आमा ल खुसी भएर बस्नुहोस् है ल यस टिकटकमा नहाल्नु है मेरो
भिडियो है ए हस् हस् आमा हामी टिकटक भिडियोमा हालिदिनौँ है मेरो ल बच्चाहरू कराउँछ हस् 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 आमा के छ भाइ हेलो